हेलो गुड मर्निङ एभ्रिवान। आज बिहानैको टाइममा बाहिर यसो के भन्छ जगिङ टाइपले मर्निङ वाक के भन्छ होइन, बिहानको यसो सर निस्केको छु। हेर्नु है त आजको भिडियो कस्तो हुन्छ। माथि घाम लागिसक्यो है। त्यहाँ अलिकति अन्नपूर्ण डाँडा पनि देखेको छ। अन्नपूर्णको त्यो हिमालको फेरि हेर्नुहोस् है, यहाँको यो ढुङ्गा बिछ्याएको कतिको मन परिरहेछ। प्रत्येक पोइन्ट भनेको एकदम ओरिजिनल आउँछ है। तपाईँहरूले वेट गर्नुपर्छ, मजाले आउँछ। आगो तापिरहनु भएको छ त्यहाँनिर चाहिँ। चिसो अत्याधिक छ हौ, म्याग्दीमा चिसो अत्याधिक छ। आज तपाईँहरूलाई मैले कहाँ लैजान्छु भनेपछि एउटा धार्मिक स्थलमा लैजान्छु है त। तपाईँहरूले पनि मेरो भिडियोको मार्फतबाट धार्मिक स्थलको दर्शन गर्न पाउनुहुनेछ। सो त्यही भएर त्यहाँ चाहिँ लैजाउँ। घरहरू चाहिँ यहाँको पनि चिटिक्क परेका घरहरू देखिन्छ है। बाटो चाहिँ अलि मर्मत खोजिरहेछ। आगो ताप्नु भएको छ है। कडा लेख्नु भएको रहेछ, जिन्दगीमा बस दैव नलागे पुग्छ, दुश्मनहरूको त औकातले पनि भ्याउँदैन। वाउ, बवाल मन पर्यो मलाई पनि। यतातिर पुरै पहाड छ होइन। तपाईँहरूलाई पहाड कतिको मन पर्छ? हुन त अझ यो त हिमाली जिल्ला पो भन्छ त नि है। खासै हिमाली भने पनि त्यति साह्रो हिमाली नै नभनौँ, किनकि हाम्रो भित्री मधेस भने जस्तो क्या, मधेसको मधेस पनि नभएको, पहाड पनि नभएको जस्तै हो। यो हिमालको हिमाल पनि नभएको र पहाड पनि नभएको, अलिकति केही बिच एरिया बुझौँ न है। अब यो गल्लीबाट हामी हिँड्दैछौँ, गल्ली कस्तो लाग्छ तपाईँहरूलाई? सो तपाईँहरूले गल्ली पनि हेर्न सक्नुहुन्छ है त। ल, मन्दिरको घन्टी बजिसक्यो। ज्येष्ठ नागरिकता अन्नदान केन्द्र चाहिँ हो होइन। ज्येष्ठ नागरिकहरू बस्नुहुन्छ। हो, मान्छेहरू कति जाडो छ। टक्क आगो बाल्नु भएको छ, आगोको इन्जोय तातो लिनु भएको छ। अब मन्दिर परिसर नजिक आइपुगेको छु म है। अब बिहान धेरै ठुलो त्यति जगिङ पनि गर्नुहुन्न कि साथै ठिक चिसो छ नि त होइन। म फेरि अलि अल्छी केटा हो, सो त्यही भएर चाहिँ बढी चिसो कता छ
त्यो त डर लाग्छ तर पनि मन्दिरमा जान चाहिँ भुल्नुहुन्न है साथी हो बेला बेलामा मन्दिर दर्शन गर्नै पर्छ सबैले मानेको ठाउँ हो नि त जस के भयो किन रहेछन् बाबु ए हो र किन चलाउनु भयो त नि हो जुत्ता पनि आगोको मजा लिँदै हो आज म चाहिँ आउन चाहेको ठाउँ यही नै थियो हैन यो विश्वकै अलौकिक गलेश्वर के मन्दिर टाइपको मन्दिर ठुलै हो है यो यहाँनिर चाहिँ हो सचिवालय भवन पनि छ टक्क आनन्दले अब गएर पुज्ने हो पुजेर टक्क फर्किनुपर्छ हामीले पनि अनुशासन देखाउनु पर्यो होइन साथी हो जुत्ता चप्पल बाहिर राख्नुहोस् भने नि त होइन जुत्ता चप्पल बाहिर राखेर म पनि सर र अब मन्दिर दर्शन गर्नुपर्छ है अब हामीले यो उताबाट हिँडौँ न त के छ कस्तो छ अब हामी ओ नमस्कार हजुर नमस्कार नमस्कार हजुर नमस्कार अब यहाँ तलबाट कालीगण्डकी नदी चाहिँ बगेको छ हेर्न सक्नुहुन्छ कालीगण्डकीको तीरमा यो अवस्थित एकदमै धार्मिक परम्पराले भरिपूर्ण ओ भाइले नरिवल फलार्दै ओ कडा कडा नि भाइ चाहिँ कडा रहेछ यार कहाँदेखि आएको ब्रदर बेनीबाट धेरै टाढा रहेछ ल कडा कडा पाएर रहेछ नि यहाँहरू सबै है अब यो चाहिँ अझ बडै मानको हेर्नुहोस् है यहाँनिर चाहिँ अब यहाँको विशेषता चाहिँ अब मेन चाहिँ होइन यो ढुङ्गाले बनेको छ क्या यही नै हो यहाँ पानी जम्मा भएको छ है गौतम बुद्धलाई सँगालेर राख्नु भएको रहेछ वेलकम एकदम अब त्योनिरको मन्दिर चाहिँ अलिकति अब यहाँको अलिकति प्रिय मन्दिर होला सायद यही नै हो यस कागले पनि यसो छुट्टै इन्जोय बिहानै बिहानै काग सुतेको भए हुन्थ्यो नि बिहानै उठ्ने नरिवल खाँदो रहेछु त्यताकोले फेरि ठिक छ यही नै थियो साथी हो आज चाहिँ बिहान यो मर्निङ टाइम जस्तो जुन बिहानको यसो फ्रेस मोडमा हामी
घुम्दै फिर्दै यहाँसम्म आएको थियो होइन। यो मन्दिरमा यहाँ धेरै चिजहरू छन् त छ होइन। यहाँको स्थानीय व्यक्तिहरूलाई पनि एउटा आर्जनको एउटा माध्यम पनि बनेको छ। भेटी चन्दाहरू धेरै उपलब्ध हुन्छ, यहाँको विकास कोषमा जम्मा हुन्छ। एउटा पर्यटकहरू आउने थलो पनि बनिरहेको छ हिजो दिन प्रतिदिन। गौमाता पर्जन पूजा लक्ष्मीनारायण मन्दिर रहेछ। आशीर्वाद दिनु है भगवान्, आशीर्वाद सधैँ भयो केटोलाई। बोल्न पनि सकिरहेको छैन चिसो धेरै छ नि त, सो त्यही भएर चाहिँ अलि बोल्न गाह्रै छ। अब चाहिँ यहाँदेखि म बाहिर जानु पर्यो होइन साथी। अब आफूले लगाएको जुत्ता त लाउनै पर्यो फेरि होइन। जुत्ता बिना त म हिँड्न सक्नेवाला छैन। सो आजको लागि यो भिडियो चाहिँ यहाँनिरै अन्त्य गर्दछु। बिहानको मर्निङ टाइममा बाहिर निस्केको बेला तपाईँहरूलाई पनि देखाइहालौँ न त के छ र संसार जुनसुकै कुनामै हामी इन्टरनेटको माध्यमबाट एकले अर्कोलाई यस्तो फोटो भिडियोहरू होइन देखाउन पाइन्छ र तपाईँहरूले हेर्नुहुन्छ भने त्यो राम्रो कुरा हो होइन। घरमै बसी चिजहरू देख्न पाइन्छ भने चाहिँ है। ओके, आजको लागि यो भिडियो ओके। जतिले हेर्नुभयो हेरेर दर्शन पनि गर्नुभयो होला, मैले दर्शन गराएँ होला होइन। आजको लागि यो भिडियो यही नै अन्त्य गर्न चाहन्छु। फेरि अर्को भिडियोको साथमा अर्को दिन आउनेछु। त्यति जेलसम्म चाहिँ यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नु होला। तलको भिडियो कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रियालाई कमेन्ट पनि छोड्न नभुल्नु होला र भिडियोलाई सक्नुहुन्छ भने सेयर पनि गर्न नभुल्नु होला। आजको लागि बाई बाई।